Number 5. 5 This is the law of expectation. यो चाहिँ अपेक्षाको व्यवस्था Growing churches believe that growth is normal. अनि वृद्धि हुने मण्डलीहरूले चाहिँ के विश्वास गर्छन् भन्दा बढ्नु चाहिँ सामान्य हो सबै चर्चमा हुने कुरा हो भनेर विश्वास गर्छन् बढ्ने मण्डलीले Even though that growth is supernatural, you can predict your growth. बढ्ने कुरा अलौकिक भए पनि तपाईले चाहिँ तपाईको वृद्धि हुन्छ भनेर तपाईले के गर्नुहुन्छ अपेक्षा गर्नुहुन्छ When you plant the expectation of growth into people, the church will grow. जब तपाईले मानिसको हृदयभित्र प्रत्येक विषय हामी चाहिँ अब बढ्छौं भन्ने बिउ तपाईले हाल्दिनुहुन्छ नि त्यसले चाहिँ बढ्दै लैजान्छ When I came to my church had 70 people. म मेरो मण्डलीमा आउँदा जम्मा 70 जना मान्छे थिए सुरुमा The church was 70 years old. मण्डली 70 जना 70 वर्ष पुरानो चर्च They said, we just can't grow. अनि त्यही भन्थे हामी त बढ्नै सक्दैनौं भन्थे We never grow. हामी कहिल्यै बढ्दैनौं People aren't interested. मान्छेलाई चासो नै छैन Those are lies from the devil himself. यो झुट हो शैतानले दिएको झुट थियो त्यो But they began to reinforce this lie of Satan in their heart and mind. तर यो झुट कुरा चाहिँ उनीहरुको आफ्नो दिमाग र विचारमा चाहिँ घरिघरि त्यही बोलिरहन्थे उनीहरु बोलेको बोले गर्थे The first year was very difficult for me. पहिलो वर्ष मलाई गाह्रो भयो त्यहाँ We only grew by 3 people. जम्मा 3 जना मान्छे मात्र थपिए I went to the top of the mountain. म पहाडको टुप्पामा गएँ I could look down and see the valley where my church was. मेरो मण्डली भएको त्यो चाहिँ मैले त्यो भ्यालीलाई के अरे I began to pray. मैले उपत्यकालाई हेरे अनि प्रार्थना गर्न थाले I said, God, please. प्रभु कृपया God, please give me 10% of these people. मैले भने प्रभु यहाँका 10% मलाई दिनुहोस् I said, God, this is the greatest news for this community. यो चाहिँ सबैभन्दा ठुलो खबर हुनेछ यो समुदायको लागि Please let me get the word out. मलाई चाहिँ यो सन्देश बाहिर लैजान दिनुहोस् And God began to speak to my mind. परमेश्वरले मेरो विचारमा बोल्न थाल्नु भयो He put a new fire in my heart. मेरो हृदयमा नयाँ आगो सल्काउनु भयो It was that day that I saw the mountaintop experience. अनि त्यो दिन मैले चाहिँ यो पहाडमा चढ्ने माथिको टुप्पाको अनुभव फेला पारे I began to live intentionally. म चाहिँ जानी इरादा सहित जिउन थाले I lived by design. मैले चाहिँ रचना सहित जिउन थाले I gave freedom to the church, मैले मण्डलीलाई स्वतन्त्रता दिन थाले and the church began to grow. अनि मण्डली बढ्न थाल्यो In 5 years, 5 वर्षमा we had 800 people every Sunday. प्रत्येक आइतबार 800 जना मान्छे आउँथे That was exactly 10% of my community. त्यो के भनेको भन्दा मेरो समुदायमा जति छन् 10% आउँथे त्यहाँ I cannot teach you how to grow a church quickly, तपाईलाई एकदम छिटो मण्डली चाहिँ बढाउन मैले सिकाउन सक्दिन but I can always teach you how to grow a successful church if you will devote yourself to the process. तपाईले प्रक्रियामा आफूलाई समर्पण गर्नुभयो भने त्यो चाहिँ कसरी चर्च बढाउने हो त्यो चाहिँ सिकाउन सक्छु म A mushroom grows in one day. मसरुम चाहिँ च्याउ चाहिँ एक दिनमै बढ्छ Many churches are mushroom churches, धेरै मण्डलीहरू त्यस्तै च्याउ जस्तै मण्डलीहरू छन् but a very powerful tree, तर शक्तिशाली रुख it will take 20 years or more. 20 वर्षभन्दा बढी लाग्छ Who do you want to be? तपाई कस्तो हुन चाहनुहुन्छ In this way, my church grows because I am creating expectation. मैले चाहिँ मेरो मण्डली किन बढ्छ भन्दा मानिसको हृदयमा चाहिँ अपेक्षाहरू हाल्दिन्छु हामी बढी हुन्छौँ ठुलो हुन्छौँ यस्तो भनेर When the church started to grow, something happened. जब मण्डली बढ्न थाल्यो केही कुरा भयो त्यहाँ The old people in the beginning, oh, they're so excited. पुराना मान्छेहरू सुरुमा एकदम उत्साहित भए पुराना मान्छेहरू They say, Pastor, we've never seen anything like this. पास्टर यस्तो त कहिले पनि देखेका थिएनौँ हामीले भन्न थाल्यौँ We cannot believe it. हामीले पत्याउनै सक्दैनौँ God is growing our church. परमेश्वरले हाम्रो मण्डली बढाउँदै हुनुहुन्छ That was in the beginning. सुरुमा मात्रै थियो त्यो But when the church doubled in size, जब मण्डली 2 गुना भयो now I had trouble. अब समस्या आयो Half old members, आदि पुराना सदस्य half new members, आदि नयाँ सदस्य and they became jealous. एक अर्कासँग डाही हुन थाले The old members said, Pastor, please stop growing.
पास्टर अब नबढाउनुहोस्, रोक्नुहोस्। We don't know everybody. हामी सबैलाई चिन्दैनौँ। They're taking our ministry. हाम्रो सेवकाई यिनीहरूले लैदिइरहेछ। Oh, someone was sitting in my chair this morning. आज बिहानै म बस्ने कुर्सीमा अर्कै आएर बस्दियो। These new people are everywhere. यी नयाँ मान्छे चारैतिर छन्। We don't need any more people. हामीलाई नयाँ मान्छे चाहिँदैन अब। They began to fight with me. मसँग झगडा पो गर्न थाले उनीहरू। So I stood at the pulpit, म पुलपिटमा आएँ। and anything that you say from the pulpit will happen. तपाईँले पुलपिटबाट जे भन्नुहुन्छ नि त्यो हुन्छ। Never mention anything that you want to die in your church. केही कुरा मण्डलीमा मरेको चाहनुहुन्छ भने नभन्नुहोस् पुलपिटबाट। The pulpit gives life to ideas. तपाईँको विचारहरूलाई चाहिँ जीवन दिन्छ पुलपिटले। So I stood in the pulpit and I began to preach. अनि पुलपिटमा आएर मैले प्रचार गर्न थालेँ। If we do not grow, यदि हामी बढेनौँ भने, if we don't continue to reach lost people, हराएका मान्छेहरूको बिचमा पुनः थालेनौँ भने, now we are telling those people a very important topic. हामीले ती मानिसहरूलाई एकदमै विशेष विषयवस्तु बताइरहेका छौँ। We are saying, we don't care about you and you can go to hell. तपाईँको बारेमा हामीलाई वास्ता छैन, तपाईँ नरक जानुहोस् भने जस्तै हो। I will not say that मैले त्यो भन्दिनँ, because that is not the will of God. किनकि यो परमेश्वरको इच्छा होइन। The Bible says that it's God's will that all would be saved and none would perish. अनि बाइबलले त्यही बताउँछ, सबैजना बाँचुन्, कोही पनि नष्ट नहुन् भन्ने कुरा बताउँछ। As your pastor, I will not close the doors of this church to lost people. म पास्टरको रूपमा हाम्रो मण्डलीको ढोका चाहिँ मैले कहिले पनि बन्द गर्दिनँ नयाँ मान्छेहरूको लागि। There are people here who have not discovered Jesus Christ yet. यहाँ मानिसहरू छन् जसले चाहिँ अझै येशूलाई फेला पारेका छैनन्। Whoever will may come. जो पनि परमेश्वरको मण्डलीमा आउन सक्छ, We will welcome them हामी तिनीहरूलाई स्वागत गर्नेछौँ and they will grow. अनि उनीहरू बढ्नेछन्। Now, अब you must declare your vision for growth from the pulpit. तपाईँको वृद्धिको दर्शन पुलपिटबाटै तपाईँ बोल्नुपर्छ। Announce your expectation. तपाईँको अपेक्षाहरू हामीले हाम्रो मण्डलीलाई यहाँ पुर्याउँदैछौँ, यस्तो बनाउँदैछौँ भनेर आशाहरू पुलपिटबाट बोल्नुहोस्। Not just for evangelism, सुसमाचारको लागि मात्र होइन, but in every area. सबै क्षेत्र जुन हामीले कुरा गरेका छौँ सबै क्षेत्रमा। I know that you will take all 4 classes. मलाई थाहा छ तपाईँहरूले 4वटै क्लास लिनुहुन्छ। This is my expectation. मेरो आशा यही हो। I know that you will invite your friends to church. मलाई थाहा छ कि तपाईँले तपाईँका साथीहरूलाई मण्डलीमा बोलाउनुहुन्छ। This is my expectation. मेरो अपेक्षा यही हो तपाईँसँग। If you crush the spirit of a child, they don't grow up with good things in their heart. ए सानो बच्चाको आत्मालाई प्राणलाई थिच्नु भयो भने तिनीहरू कहिले पनि वृद्धि हुँदैनन्। If you crush the expectation in your church does not grow up. तपाईँले अपेक्षाहरूलाई पनि यसै गरी मिच्नु भयो, थिच्नु भयो भने कहिले पनि वृद्धि हुन्न। Expect the best. तपाईँले एकदम उत्तम कुरा चाहिँ आशा अपेक्षा गर्नुहोस्। Now, faith is like a muscle. यसै कारण विश्वास चाहिँ मांसपेशी जस्तै हो। You only grow muscles when you exercise. यो मसलहरू त एक्सरसाइज गरेपछि मात्र वृद्धि हुन्छ। Muscles are not natural. यो प्राकृतिक होइन सबै, You have a few. अलिकति छ। But if you want to become very strong, you must exercise. तपाईँ यदि बलियो हुन चाहनुहुन्छ भने एक्सरसाइज गर्नुपर्छ, कसरत गर्नुपर्छ। Faith is the same way. विश्वास पनि त्यस्तै हो। Now, you will have to be creative. तपाईँ सृजनशील हुनुपर्छ। Now, the pastor that was leading the church before me, he was the one who set the very low expectation. मभन्दा अगाडि जो पास्टरले नेतृत्व गर्दै हुनुहुन्थ्यो उहाँले अपेक्षाहरू एकदम तल्लो दर्जाको राख्नुभयो। So when I began to preach in a positive way, the old members said, "This is not what we learned from the other pastor." अनि जब मैले चाहिँ आशाहरू अपेक्षाहरू पुरै सकारात्मक रूपमा यसरी प्रचार गर्न थालेँ उनीहरूले सोचे यो प्रकारले त हामीलाई सिकाएकै थिएन भन्न थाले। One Sunday, एउटा आइतबार a young man came and said, जवान व्यक्ति आयो म कहाँ, "Pastor Dave,
when I leave church on Sunday, I feel good. अनि जब म यो आइतबार चर्चबाट बाहिर निस्किँदा मलाई कस्तो राम्रो लाग्छ भने एकजनाले। But when the other pastor preached, I always felt bad. तर पहिलाको पास्टरले प्रचार गर्दा कस्तो नराम्रो महसुस गरेर म निस्किन्थेँ। Why don't you treat us so that we feel bad too? यसरी कसरी किन व्यवहार गर्नु न ताकि हामी सबैले खराब महसुस गर्न सकौँ। We need to repent. हामी पश्चाताप गर्नुपर्छ। We need to know that God's judgment awaits us. हामीलाई चाहिँ परमेश्वरको न्याय पर्खिरहेछ भन्ने कुरा। You need to point out all of our sins. हाम्रो पापहरू सबै देखाउन। I don't want to feel good anymore. मलाई राम्रो महसुसै गर्न चाहदैन। He left the church. उसले मण्डली छोड्यो। What do you call a person who wants to get beat up every week? प्रत्येक हप्ता ठटाको ठटाइ गर्ने गर्ने मान्छेलाई के भन्नुहुन्छ तपाईँ? They're crazy. बौला If you want to fill your church with crazy people, preach, बौला मान्छेहरूले चाहिँ यस्तो सन्का मान्छेहरूले भर्न तपाईँले चाहनुहुन्छ भने preach मण्डली a negative message. जहिले पनि नकारात्मक सन्देश दिनु। Negative preaching attracts negative people. नकारात्मक प्रचारले नकारात्मक मान्छेलाई मात्र आकर्षण गर्छ। When you go to your voting in your elections, तब तपाईँ भोट दिन जानुहुन्छ चुनाव हुँदा remember, you have been training your people. तपाईँलाई थाहा छ तपाईँको मान्छेहरूलाई तपाईँले तालिम दिइराख्नु भएको छ। All year long, you are telling them no, no, no. हुन्न 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 मात्र सिकाइराख्नु भएको छ उनीहरूलाई। Then you have an election. अनि चाहिँ चुनाव हुन्छ। What do they do with your proposal? तपाईँको प्रस्तावलाई के गर्छन्? No, no, no. हुँदैन हुँदैन तपाईँले ल्याएको प्रस्तावलाई पनि हुँदैन हुँदैन भनेको हुनाले Positive preaching will fill the church with positive people. तपाईँको सकारात्मक प्रचारले सकारात्मक व्यक्तिले तपाईँको मण्डली भरिन्छ। The good news is positive news. असल खबर सुसमाचार भनेको सकारात्मक सुसमाचार हो। The law of expectation. अपेक्षाको व्यवस्था। So, I designed an experiment. मैले चाहिँ एउटा चाहिँ के परीक्षण गरेँ भनौँ न। Someone gave me a Coca-Cola machine. एकजना कसैले मलाई कोकाकोलाको मेसिन दियो। You put in a coin and you got out a can of Coke. तपाईँले पैसा हाल्नुभयो त्यहाँबाट फुत्त एउटा कोक निस्क्यो क्या। Now, the old pastor said, we will never have Coke at this church. अनि पुरानो पास्टरले कहिले पनि यो चर्चमा कोक ल्याइन्न भने। We will never have drums at this church. यो चर्चमा ड्रम चाहिँ कहिले राख्दैनौँ हामी भने। We will never have a TV in this church. यो चर्चमा टिभी पनि कहिले राख्ने छैनौँ भने। Of course, I did all three things. पक्कै मैले यो तीनवटै कुराको चाहिँ गरेँ मैले। So, when I got this Coke machine, जब कोक मेसिन आयो चर्चमा I said, how can we use this intentionally? यसलाई चाहिँ जानी जानी चाहिँ कसरी गर्ने होला इरादा सहित। I said, I told everybody, मैले सबैलाई भने I buy a Coke for 25 cents. मैले चाहिँ कोक चाहिँ 25 सेन्टमा किन्छु। We will sell it for 50 cents. हामीले चाहिँ यसलाई चाहिँ 50 सेन्टमा बेच्छौँ। The profit will buy more Cokes. त्यसबाट फाइदा भएकोले झनै धेरै कोक किन्छौँ हामीले। The money that's left, I will buy Bibles. त्यो पैसा बाँकी रहेको पैसाले चाहिँ मैले बाइबल किन्छु। My community did not have delivery of mail. अनि मेरो समुदायमा चाहिँ त्यो के अरे चिठीहरू उनीहरूको घरमा आउँथेन। You had to go to a post office. उनीहरू चाहिँ त्यो पोस्ट अफिसमा सबै जान पर्थ्यो। In the post office, there was 8,000 different addresses. अनि त्यो हुलाकमा चाहिँ 8,000 वटा चाहिँ विभिन्न ठेगानाहरू थिए। So, I bought a Bible with the profit. अनि त्यो फाइदाले चाहिँ के गरेँ भन्दा म बाइबल किने। Box number 1, एउटा बाकस, box number 2, दोस्रो बाकस, box number 3. तीनवटा बाकस। Over 3 years, 3 वर्षसम्म that Coke machine bought 8,000 Bibles. 3 वर्षसम्म 8,000 वटा बाइबल चाहिँ ती मान्छेहरूकोमा चाहिँ मैले पठाएँ। One time, एक पटकमा they sent the Bible back मलाई फेरि बाइबल फिर्ता आइदियो। and they said, don't mail me any more garbage. यो चाहिँ के अरे फोहोर चाहिँ मेरोमा नफर्काइदियो भनेर भने। I said, God bless you, thank you. नदेऊ मलाई, प्रभुले तपाईँलाई आशिष दिउन्। Come over sometime if you would like to talk. कुरा गर्न मन छ भने कहिलेकाहीँ यहाँ आउनुहोस्। But everyone else was so thankful. तर जतिले पाए उनीहरू एकदम धन्यवाद थिए। I got notes.
मैले नोटहरू पाएँ, I got donations. मलाई चाहिँ डोनेसनहरू पनि दिए, दानहरू पनि दिए। Over those next 3 years, my church grew from 800 to 1200. ती वर्षहरूमा 800 देखि 1200 भयो चर्च चाहिँ फेरि। Was it all because of those Bibles? बाइबलकै कारणले हो? No. होइन। But when you try something, God will always give you more than you expect. जब तपाईले कुनै कुरा चाहिँ परीक्षण गर्नुहुन्छ, ट्राई गर्नुहुन्छ, परमेश्वरले ठुलो परिणाम God दिनुहुन्छ। says, test me. मलाई जाँचेर हेर If you भन्नुहुन्छ। will give to me, तिमीले मलाई दियौ भने I will open up the floodgates of heaven. मैले स्वर्गको ढोका खोलेर आशिष दिन्छु। And you will be blessed beyond overflowing. अनि त्यो आशिषित माथिबाट चुने गरी हुनेछ, भरिने गरी। Pastor, पास्टरहरू, you must believe that God wants the church to grow. तपाईले विश्वास गर्नुपर्छ कि मण्डली वृद्धि हुँदैछ भनेर। Don't give up. नत्याग्नुस्। This is the law of expectation. यो अपेक्षाको व्यवस्था हो।